ओम शान्ति। हामी सुन्दैछौँ भगवानको यो प्रेम पत्र। जसरी एउटा बिरुवालाई जमिनमा हामीले रोप्दछौँ भने त्यो बिरुवा हुर्कनको लागि आँधी, बेरी, घाम, तुफान, अनेक प्रकारको वर्षातलाई झेल्नु पर्ने हुन्छ। जब जति जति सब चिजलाई सहन गर्दै जान्छ, झेलेको हुन्छ, त्यति ऊ चाहिँ सुन्दर रूपमा ढल्दै गइराखेको हुन्छ। हो त्यस्तै प्रकारले हामी मानव आत्मा पनि उचाइलाई छुनको लागि, उच्च उच्च अवस्था बनाउनको लागि बाबाले भन्नुभएको छ आज कि निन्दा, स्तुति, मान, अपमान, दुःख सुख सब चिजलाई नै सहन गर्नुपर्ने हुन्छ। तब गएर मात्र उच्च स्थिति, उच्च पद, उच्च सम्मानलाई प्राप्त गर्न सकिरहेका हुन्छौँ। बिना मेहनत, बिना सहनशील केही पनि बन्न सकिँदैन। त्यसैले आज भनिरहनु भएको छ कि मेरा प्यारा बच्चाहरू, अहिले तिमीले निन्दा, स्तुति, मान, अपमान, दुःख सुख सब कुरालाई सहन गर्नुपर्छ। तिम्रो सुखको दिन नजिक आइरहेको छ। अहिले सहन गर्दा दुःखको दिन जस्तो महसुस भए तापनि यी दुःखका दिनहरूले जो दुःख, निन्दा, स्तुति, मान, अपमान, दुःख सुख सबलाई सहन गर्दै जाँदा एक दिन एकदम सुखको दिन हाम्रो सामने आउँदैछ भनेर परमात्माले आज भनिरहनु भएको छ। र बाबा आफ्ना बच्चाहरूलाई कुन चाहिँ एउटा चेतावनी दिनुहुन्छ त भन्दाखेरिमा बच्चाहरूलाई यही कुराको चेतावनी दिनुहुन्छ कि मेरा प्यारा बच्चाहरू, कहिल्यै पनि बाबासँग रिसाउनु हुँदैन। यदि माता पितासँग रिसाएर छोराछोरी टाढा हुन्छन् र कुनै त्यस्तो परिस्थिति भम्बरमा फसे भने आखिर छुडाउने त उनी माता पिता नै हुन्। उनले नै गएर तिनलाई सब चिजबाट मुक्त दिलाउँछन्, अरूले त केही गर्न सक्दैनन्। हो त्यस्तै प्रकारले यो भवसागर संसारबाट पार लिएर जानेवाला उनी परमपिता परमात्मा हुनुहुन्छ। त उहाँसँग रिसाएर के गर्ने हो र? त्यसैले बाबाले भन्नुभयो उहाँसँग कहिल्यै पनि नरिसाऊ है। यदि बाबासँग रिसायो भने सतगतिबाट नै तिमी रिसाउनेछौ। त्यसले बाबा बच्चाहरूलाई चेतावनी दिनुहुन्छ, रिसाउनेहरूलाई धेरै कडा सजाय मिल्छ, हैन? धेरै कडा सजाय मिल्नेछ। आपसमा वा ब्राह्मणीसँग रिसायो भने पनि फुल बन्दा बन्दै काँडा बन्नेछौ। बाबाको कुरा त छोडिदेऊ, जो निमित्त बनेका ब्राह्मणीहरू छन् तिनीसँग पनि रिसाउँछौ भने फुल बन्नुको सट्टा काँडाको काँडा नै रहनेछौ। त्यसैले धेरै धेरै होसियार भएर रहौ है बच्चा, कसैसँग पनि नरिसाऊ भनेर आज बाबाले भन्नुभयो। अनि बच्चाहरूले रिसाउनु जति गर्दा नि नभएपछि भनेर रिसाउने गर्नुहुन्छ। तब गीतमा छ धीरज धर मनवा, धीरज धर, तेरो लागि सुखको दिन आइरहेको छ भनेको छ, हैन? हामी नाच्यौँ, सुखको दिन नजिक आइरहेको छ, अहिले मात्र हामीले सहन गर्नु परेको छ। दिनभरि स्मरण गरौँ, कुनै पनि कारणले पढाइ मलाई छोड्नु छैन। विद्यार्थीले पढाइ छोड्छ भने उसले चाहिँ प्रत्येक क्लासहरू चाहिँ पास गर्दै जाँदाखेरिमा जो उच्च क्लासमा जानुपर्ने ऊ जान त सक्दैन, पढ्दै पढ्दैन, कल स्कुलमै जाँदैन। अरू भन्नुहोस् कि मलाई 10 पास गराइदिनुहोस्, यो हुन सक्छ? हुँदैन। हो त्यस्तै यो ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयमा पनि सानो ठुलो वृद्ध सबैलाई समान पढाइ पढाइन्छ। त यो पढाइ कहिले पनि तिमीले छोड्नु हुँदैन। यो भविष्य पद दिलाउने आधार वर्तमानको पढाइ हो। सजाय पनि धेरै कडा छ। तिनबाट बस्नको लागि सब सङ्घबाट तोडेर एक बाबा सङ्घलाई नै याद गर्नुपर्छ, रिसाउनु छैन भन्नुभयो। र बाबा भन्नुहुन्छ ज्ञान इन्जेक्सन या अन्जन दिने केवल एक परमपिता परमात्मा बाबा हुनुहुन्छ। उहाँ अविनाशी सर्जनसँग कुनै पनि कुरा लुकाउनु हुँदैन। बाबालाई सुनाउनाले तुरुन्त सावधानी बाबा दिनुहुन्छ, आशीर्वाद दिनुहुन्छ। तनको तन्दुरुस्ती, मनको खुसी
र धनको समृद्धिद्वारा श्रेष्ठ भाग्यवान भव। तनको तन्दुरुस्ती, मनको खुसी, धनको समृद्धिद्वारा श्रेष्ठ भाग्यवान आत्मा तिमी बन भनेर आशीर्वाद दिनुभएको छ। आजको सौभाग्य छ याद र सेवा दुवैको ब्यालेन्सले डबल लक हो। याद और सेवा दुवैको ब्यालेन्स मिलाउनु नै डबल लक प्राप्त गर्नु हो भनेर आज बाबा भन्नुभयो। याद पनि भयो, सेवा पनि भयो, त डबल भाग्य खुल्यो। यसको ब्यालेन्स चाहिन्छ भन्नुभएको छ। ओम शान्ति।